रहिएला नरहिएला बाँचिएला नबाँचिएला म बाँचुला नबाँचुला यो व्यवस्था परिवर्तन होस् भनेर म हरिद्वार गंगामा गएर स्नान गरेर गंगाको कसम खाएर आएको। यो व्यवस्था परिवर्तन नगरिकन किन म गंगामा गएको भन्दाखेरि महाभारत खण्डे उत्तर देशे नेपाल उत्तर नेपाल देशे भन्छ नि, उत्तराखण्डी हिमालय पर्वतबाट जहाँ हाम्रा यहाँ हिमालय पर्वतमा शिवजी बस्नु भएको थियो, पार्वती बस्नु भएको थियो, भगवानहरूको बास थियो, ऋषिमुनिको बास थियो। त्यही ऋषिमुनिको बास भएको ठाउँबाट त्यो पानी बगेर जान्छ र त्यो ठाउँमा भएर गंगा बन्छ। त्यो ठाउँमा गएर त्यही गंगामा गएर म गंगाको कसम खाएर आएको। त्यसको लागि म भारत गएर अब यो व्यवस्था परिवर्तन गर्नुपर्छ। अब धेरै भयो भनेर म गंगा मातासँग हरिद्वारमा गएर शक्ति माग्न गएको थिएँ। म खास गरी त्यसको लागि आएको। होइन, विशुद्ध धार्मिक हो। धार्मिक सँगसँगै अरू साधारण हुने त भइहाल्यो, तर विशुद्ध धार्मिक हो। नेपालमा आन्दोलनको घोषणा गरेर एकाएक विदेश भारत जानुभएका यहाँको भ्रमण धार्मिक मात्रै थियो भनेर कसरी बताउनु? होइन, तपाईँले के भन्नुहोस् भने म दिल्ली गएको बेलामा आरजू देउपा पनि दिल्लीमै हुनुहुन्थ्यो, परराष्ट्र मन्त्री, अहिलेको सरकारको परराष्ट्र मन्त्री। उहाँले आएर नेपालमा त के भन्नुभयो तपाईँहरूलाई थाहा छँदैछ, मैले पनि उही सुनेको होइन। म त त्यसरी त्यो हिसाब किताबले गएको मान्छे पनि होइन। त्यहाँका सरकारी मान्छेसँग मेरो के भन्छ सम्बन्ध त्यस्तो छैन पनि। तर सम्बन्ध नभए पनि वैदिक सनातन धर्म सापेक्ष हिन्दू अधिराज्यको लागि र राष्ट्र संस्था स्थापनाका लागि चाहिँ अब यो व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने हिसाब किताबमा चाहिँ नेसनल इन्टरनेसनल लागेको स्थिति मैले बुझेको छु। किनभनेदेखि यो गणतन्त्रको फलको कारणले, जस्तो तपाईँले के बुझ्नुहोस् भने संसारको सबैभन्दा शक्तिशाली देश भोलि भारत बन्ने स्थितिमा छिमेकीमा बम फ्याक्ट्री राखेर नि ऊ कसरी शक्तिशाली बन्छ, त्यो कुरा एउटा कुरा हो। र छिमेकीले छिमेकीलाई जहिले पनि सम्झाउनुपर्छ, बुझाउनुपर्छ। कुरा बुझ्नुभयो कि? त्यसले गर्दाखेरि मैले बुझेको चाहिँ कुरा के हो भन्दाखेरि अब हामी व्यवस्था परिवर्तनमा जानुपर्छ। व्यवस्था परिवर्तनै हो, गणतन्त्र फ्याँक्नुपर्छ भन्ने कुरा हो। तपाईँ आम मान्छेले के भनिरहेका छन् भने 15 गते आन्दोलन घोषणा गरेको दुर्गा प्रसाद भारतमा शक्ति आर्जनका निमित्त गएको हो भनेर कल्पना गरिरहेका छन् मान्छेहरूले सोचिरहेको त्यो कुरा चाहिँ गलत थियो। त्यसो भए होइन, मान्छेले त्यसरी सोच्नु त्यो चाहिँ बेकार कुरा हो। म शक्ति आर्जन गर्न गएको त गंगासँग गंगामा गएर हरिद्वारमा गएर चाहिँ नि शक्ति मागेर आएको मान्छे हो नि त। उहाँहरू जानुहुन्छ अन्तै, म हरिद्वारमा गएको हो क्या। कुरा बुझ्नु भएन? राजा गोर्खा जानुभयो, कुरा त्यहाँ छ क्या। हरिद्वार र गोर्खाको कनेक्सन कुरा बुझ्नु भएन? यो हो कुरा। इन्डियामा हुँदाखेरि धेरै समयसम्म नबोलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब उहाँले एउटा कुरा के बोल्नुभयो भन्दाखेरि त्यो बोलेको ठिकै पनि हो होइन, तर उहाँले बोल्न ढिलो भयो क्या। उहाँलाई मैले पहिले भनेको थिएँ नि, तपाईँ आउनुहोस् रविजी, तपाईँ व्यवस्था परिवर्तन नगरिकन हुँदैन भन्दा उहाँ नै व्यवस्था परिवर्तन भएको छ, अवस्था परिवर्तन गर्छु भनेर जानुभएको नि। उहाँलाई नै परिवर्तन गर्दै गर्दैन गर्दैन त, मैले सुरुदेखि भनेको होइन। त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने यो व्यवस्था परिवर्तन गर्नलाई सबैजना यो महाअभियानको, यो हामीले चलाएको महाअभियान छ नि, जुन राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियान हो। यो महाअभियान हो। साना साना यो पार्टीहरू भनेको तपाईँ कित्रा भए, पार्टीको काम छैन। पार्टी त सकियो त। आज गोर्खामा महाराज धिराज बोल्दै गर्दाखेरि महाराज धिराजले कति राम्रो बोल्नुभयो, सबैलाई शान्ति होस्, देश विकास होस्, तपाईँहरूले डराउनु पर्दैन भनेर राम्रोसँगले बोल्नुभयो। त्यही ठाउँमा अस्ति महाराज धिराजले बोल्दाखेरि त्यही ठाउँमा प्रचण्डहरूले के भन्नुभयो, केपी शर्मा ओलीहरूले के भन्नुभयो, कहाँ तरुणीसँग को राजा नाच्यो अरे, कहाँ को राजा कहाँ नाच्यो अरे,
प्रचण्ड जस्तो मान्छेहरूले त्यस्तो कुराहरू चाहिँ आफू चाहिँ कोसँग कहिले नाचेको थिएनन्, आफ्ना छोराहरू कोसँग नाचे, आफ्ना छोरीहरू कोसँग नाचे, त्यो होइन। एमाले भित्र के छ, काङ्ग्रेस भित्र के छ होइन। काङ्ग्रेसका नेताहरूले कतिजना रखेल राखेर बसेका छन्, एमालेका नेताले कति रखेल राखेर बसेका छन्, माओवादीका नेताले कति रखेल राखेर बसेका छन्। आउन म अम्ला अम्लामा गनेर दिन्छु। राजा बोल्नु हुँदैन र जवाब दिनु हुँदैन भनेर जे पनि बोल्न मिल्छ, जो पनि बोल्ने बेल्ने त्यसले गर्दाखेरि होइन। अब गणतन्त्र प्रचण्डले ल्याएर केपीले तर खाए जस्तै तपाईँहरूले 2 वर्ष चलाएको अभियानमा लास्टमा रविले राजावादी बनेर तर खाने त होइन होइन। यस्तो व्यवस्था परिवर्तन भइसकेपछि नागरिकहरूको यो मेरो कुरा के छ भने त्यहाँ को बोल्दैछ होइन, त्यहाँ को बोल्दैछ पछाडि हाल्नु त्यस्तो हो क्या। मैले उठाएको मुद्दा भनेको सर्वहारा वर्ग, भुइँ मान्छे, उत्पीडन वर्ग, जो लघुवित्त पीडित छ, सहकारी पीडित छ, ब्याङ्क पीडित छ, ब्ल्याक लिस्टमा परेको छ, आज यो चटारोमा परेर घर खाली भएको छ, विदेश जानु परेको छ। विदेशमा 50 डिग्रीको तातोमा काम गरेर यही देशमा पैसा जुन पठाउँदा पनि त्यो पैसा पनि तस्करहरूले लगेको छ नि। मेरो मुद्दा भनेको आर्थिक मुद्दा हो, कुरा बुझ्नु भएन। यो मुद्दा चाहिँ आजसम्म कसैले पनि उठाएको थिएन। अहिले एकजना यो हवाईजहाजमै आउँदाखेरि एकजना कालु पाण्डे, मेरो पुर्खाहरू पनि कालु पाण्डेको सन्तान हो, तपाईँलाई म सपोर्ट गर्न आएको भनेर एकजनाले मलाई यहाँ उठिदिनुभयो। उहाँ ग्रिसबाट आउनुभएको रहेछ क्या, यो 15 गतिको लागि मलाई दिनुभएको छ। उहाँले के भन्नुभयो नि, हामीलाई त नेताले सबैले भुलिएको रहेछ, तपाईँले बिउजाइदिनु भयो, बिउजिँदा त हामी त नाङ्गै भएका छौँ भनेर भन्नुभयो। यो अभियानले के गर्यो भने हरेक नागरिकहरूलाई बिउजिन बाध्य बनायो, हरेक नागरिकहरूलाई बुझ्न बाध्य बनायो। म कहाँ छु, मेरो परिवार कहाँ छ, बिउजिँदाखेरि त कसैका छोराछोरी घरमा छैनन्, नाति नातिना घरमा छैनन्, अब फर्केर आउने स्थिति छैन। त्यसले गर्दाखेरि तपाईँहरूले के बुझ्नुहोस् भने यो अभियानमा कसले तर खान्छ, कसले छाली खान्छ, कसले घिउ खान्छ, कसले मह खान्छ भन्दा पनि नि यो अभियानलाई कसरी सक्सेस बनाउने भन्ने कुरा हो। होइन, रवि प्रधानमन्त्री हुन्न, मैले उठाइदिएका माग कुरा गरेँ भने म मेरो काममा गइहाल्छु नि। मलाई त्यो कुरा होइन नि त, कुरा बुझ्नु भएन। यहाँ रवि जीवीको कुरा छोडिदिन्न, कुरा सर्वहारा वर्ग, भुइँ मान्छे, उत्पीडन वर्गको कुरा हो क्या। रवि जीवी छविको कुरा छोडिदिनुहोस्। यहाँ कुरा चाहिँ के हो भन्दाखेरि यहाँ कोही राजेन्द्र लिङ्गदेनको कुरा गर्छन्, कोही प्रचण्डको कुरा गर्छन्, कोही कसको कुरा गर्छन्, होइन। यो कुरा के पनि होइन। कुरा के हो भने सर्वहारा वर्ग, भुइँ मान्छे, उत्पीडन वर्गको मुक्तिको लागि उनीहरूको घाँस बाँस कपासको लडाइँ हो, कुरा बुझ्नु भएन। त्यसले गर्दाखेरि यो लडाइँले जित्छ। किनभने आज मैले गोर्खाकै हेरेँ, मैले आउँदै गर्दाखेरि राजा विरोधी अभियानमा है, राजसंस्था विरोधी अभियानमा जम्मा 12 जना मान्छे निस्केर राजतन्त्र चाहिँदैन भन्दै रहेछन्। बोर्डतिर राजाकोमा 10,000 मान्छेले स्वागत गरिरहेको थियो। यो वातावरण कसले बनाएको? उनीहरूले नै बनाएको होइन। 15 गते हेरौँ न, माओवादी शहीद विप्लव जस्ता नाम चले दाइहरू हुनुहुन्छ, नेता हुन् त उनीहरू, राजनीति गरेका मान्छेहरू, र उहाँहरू निस्किउन् त्यो सभामा। हामी भुइँ मान्छेको सभा लिएर हामी निस्किन्छौँ, भुइँ मान्छेको लिएर कसकोमा मान्छे हुँदो रहेछ। अब पनि नेपाली नागरिकले, यहाँ सुन्नुहोस्, नेपाली नागरिकले अब पनि मासु भातमा बसमा चढेर माओवादीहरूका सभा सम्मेलनमा गएछन् भने नि तीभन्दा अपराधी कोही पनि हुँदैन। भारतमा कतिको चर्चा छ तपाईँको विषयमा भन्ने कुरा तपाईँले एउटा कुरो त्यो स्वाभाविक हुने भयो नि। भारतमा चाइनामा तपाईँले त्यत्रो मिडियाहरूमा आएको आइछ, यहाँका ठुल्ठुला मिडियाले दिँदैन, त्यहाँ दिइरहेको छ। कान्तिपुरले दियो, एपीवालले दियो, दिँदैन नि त। किनभने यो तस्करहरूको हिमालयनले दिन्छ, विवादित भन्दै थियो अस्ति। त्यो हिमालयन चाहिँ एउटा चखेवा जस्तो थियो क्या, विवादित मेडिकल व्यवसायी अरे। त्यस्तालाई त म लगेर घरमा गोठाला राख्छु, टाइ लगाएर बोल्दै थियो। गोठालो राख्ने हैसियतको छैन, विवादित भन्छ। यिनीहरूलाई त नि के भन्नु कि समातेर अब के भन्ने प्रसादजी 15 गतेको तयारी के हो भन्दाखेरि व्यवस्था परिवर्तनको बिगुल फुक्ने हो, कार्यक्रम सर्वजन गर्ने हो। त्यहाँदेखि उता हाम्रो नेपाल बन्ददेखि लिएर सबै कुरा
तपाईँले अहिले यहाँ राति कतिको छ कति बजेको छ अहिले 8 बज्यो 8 बजे होइन यी कति छन् 500 कति छन् होइन अहिले अहिले प्रचण्ड केपी ओलीहरूलाई यति मान्छे भेला गर्न नि 20 लाख रुपियाँ खर्च गर्नुपर्छ कसले बनाएको मैले बनाएको हो हिजो उहाँहरू सबै प्रचण्ड केपीका मान्छे होइन मेरो मान्छे हो मेरो पार्टी थियो हो फटाई गरेपछि अहिले के भन्छन् गणतन्त्र अप्ठ्यारोमा पर्यो भन्छन् के दुर्गा प्रसाईले पारिदिएको राजाले पारिदिएको अनि राजालाई मुख छाडेर नि गणतन्त्र जोगिन्छ दुर्गा प्रसाईलाई थुनेर गणतन्त्र जोगिन्छ जोगिँदैन प्रचण्डज्यू जोगिँदैन केपी शर्मा ओलीज्यू जोगिँदैन आर्जु भाउजू हिजो आएर यहाँ के भन्दै थिए तपाईँहरू प्रश्नै सोध्न आउँदो रहेछ तपाईँहरू के हो यो प्रश्नै रहन्छ आर्जुलाई तपाईँहरूले सोध्नु भएन होइन सरकार ढाल्ने होइन नि त अनि त्यो सरकार ढालेर के गर्नु प्रचण्डलाई ल्याएर उयो शेरबहादुरलाई ल्याएर उयो चोरमै एउटा चोर ल्याउने हो डाकै एउटा डाका ल्याउने को ल्याउने त्यही भएर व्यवस्थै फेर्दै हो त्यसले गर्दाखेरि किन हेरेक गर्दै भनेको कुन गणतन्त्रवादी तिमीलाई प्रश्नै सोध्न आउँदो रहेछ पर्साइज्यू अब अस्ति फागुन 25 गतेको भन्दा ठुलो मास आउँछ काठमाडौँमा 15 गते फागुन 25 गते जुन खालको मास आयो राजालाई दर्शन गर्न त्यो भन्दा ठुलो मास आउँछ काठमाडौँ उपत्यकामा त्यति जम्मा हुन्छन् 15 गते के छ तपाईँलाई म भनिदिउँ यो देशमा गणतन्त्र आउँदाखेरि नि 62-63 मा जम्मा 20,000 मान्छे निस्केका थिए हामीलाई पनि थाहा छ हामी पनि त्यसमा हिँडेका मान्छे अस्ति कति आएका थिए अब कसैले त्यहाँ क्यामेराले लगाएर ड्रोन लगाएर मान्छे खिचे अरे 2 जनादेखि बाहेक 2 जना मेरो र राजाको मात्रैदेखि बाहेक 13,979 जना थिए अरे होइन अब ठिक छ ड्रोन लगाएर कति थिए त्यो भगवानै जान्नु होइन तर 15 गतेदेखि उता तपाईँले बुझ्नु भने व्यवस्था परिवर्तन हुनको लागि देश कब्जा हुन्छ त्यति हो अलिकति म तपाईँलाई प्रश्न राखेँ है तपाईँ सुन्नु न व्यवस्था परिवर्तन गर्नलाई नि यहाँ सुन्नु न मान्छे सडकमा आएनन् भने नि उनीहरूकै घर जग्गा उनीहरूकै स्वास्नी छोराछोरी उनीहरूकै सम्पत्ति जान्छ हाम्रो के जान्छ हामीले त लड्दिएको सुन्नु न तपाईँहरूले लडिदिनु भयो जनता आए सुन्नु न तपाईँले 3 वर्षदेखि लडिदिनु भयो होइन जनता सडकमा आए अब राष्ट्रिय प्रजातन्त्र पार्टीहरू तपाईँहरूको अभियानबाट अलिकति खुसी छैन कि भन्ने देखिन्छ के हो यो को खुसी हुने अनि मैले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई खुसी बनाउन अनि स्वतन्त्र पार्टीलाई खुसी बनाउन केपीलाई प्रचण्डलाई खुसी बनाउन यो अभियान चलाएको होइन समग्रमा एउटै हो होइन बाइक निकाल्दै
ल अब लड्नुपर्छ है भोलि भेटौँ है यहाँ सुन्नु त भोलि तपाईँहरू छ नि तपाईँ अनि ए भाइ भोलि उहाँ तपाईँहरू चाहिँ बिहानै आउनुहोस् है मैले समितिमा राख्दैछु नि ल फेरि पछि परिन्छ है फेरि साथी हो